नमस्कार। साप्ताहिक शैक्षिक गतिविधि र त्यसमाथिको समीक्षा एवं टिप्पणीमा स्वागत छ। शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघ बसेर विद्यालय शिक्षा विधेयकमा संशोधन गर्नुपर्ने 27 बुँदा तयार पारेको समाचार गत साताको मुख्य शैक्षिक समाचार हो। ती संशोधनका बुँदामा संसदको शिक्षा समितिले बनाएको उपसमितिको प्रतिवेदनभन्दा फरक कुराहरू रहेको समाचारमा उल्लेख छ। संसदमा छलफलमा रहेको शिक्षा विधेयकमा संशोधनका बुँदा शिक्षा मन्त्रालयले शिक्षक महासंघको दबावमा निर्क्युल गर्नु संसद र सांसदको सार्वभौम अधिकारको हनन हो। विधेयकलाई ऐनमा परिणत गर्नु संसदको अधिकार र काम हो। संसदले बनाएका ऐन लागू गर्ने जिम्मेवारी मन्त्रालयको हो। विद्यालय शिक्षा विधेयकमा शिक्षक महासंघले सांसदहरू मार्फत आफ्ना संशोधनहरू दर्ता गराएको थियो, तर विधेयकमा छलफल अगाडि बढ्दै जाँदा शिक्षा सुधारका एजेन्डा र शिक्षकका स्वार्थ बाँझिँदा छुटेका बुँदा मन्त्रालयलाई दबाव र धम्की दिएर थप्न लगाउनु हाम्रो संविधानले अँगालेको पद्धतिको बर्खिलाफ भएको देखिन्छ। शिक्षा मन्त्रालय नै यसमा मतियार बन्नु आपत्तिजनक हो। यसले बुढी मरेकोमा मात्र होइन, काल पल्कनेमा पनि चिन्ता लिनुपर्ने देखिन्छ। पार्टीसँग आन्द्रा जोडिएका शिक्षक सङ्घ सङ्गठनका यस्ता गतिविधिले एकातिर शिक्षा सुधारमा बाधा सिर्जना गरिरहेको देखिन्छ भने अर्कातिर राज्य प्रणालीलाई नै असफल बनाउनेतर्फ उन्मुख देखिन्छ। पक्कै पनि मन्त्रालयले समस्या समाधान गर्न पहल गर्नुपर्ला, तर शिक्षक र संसदीय समिति सहित सँगै बसेर समाधान खोज्नु वाञ्छनीय हुन्थ्यो होइन र? जुन निर्णयहरू गुपचुपमा गरिन्छन् ती बृहत जनचाहना र राष्ट्रहित विपरीत हुने गर्छन्। सांसदले माथा पच्चिसीमा बिताएका समय र त्यसका लागि खर्च भएका स्रोतको जिम्मेवारी कसैले लिनु नपर्ने हो? भलै दलका दासत्वका कारण सांसदलाई अपमानित भएको महसुस नहोला, पछि दलको व्हिप बिना यी प्रावधान स्वीकृत हुने पनि छैनन्। अझै पनि सरकारले यो बापत के भनेर प्रश्न गर्ने आँट गरेको सुनिएको छैन। यसले शिक्षकको भेषमा दलकै कार्यकर्ता रहेछन् भन्ने थप प्रमाणित गर्दैन र? अर्को एक फरक प्रसङ्ग, संविधानले माध्यमिक तहसम्म निशुल्क शिक्षा हुने भने पनि राष्ट्रिय परीक्षा बोर्डले 19 भन्दा बढी शीर्षकमा विद्यार्थीसँग शुल्क असुल्ने गरेको समाचार पनि गत साता प्रकाशित भएको छ। विद्यार्थीसँग उठाएको शुल्कबाट बोर्डको खर्च धान्ने गरेको समाचारमा उल्लेख छ। संविधानमा उल्लेख भएको निशुल्क शिक्षाको प्रावधान लागू हुने र राज्यको क्षमताभन्दा बाहिरको रकम यसरी जोहो गर्ने भन्ने बारेमा सरकारले रचनात्मक तरिकाले सोच्नु आवश्यक देखिन्छ। विद्यालय शिक्षामा स्रोत जुटाउन, सामाजिक न्याय र विद्यालयमा अभिभावकको अपनत्व बढाउन विद्यालयले लिने शुल्क एउटा महत्त्वपूर्ण विधि हो। आर्थिक हिसाबले सक्षम र कमजोर नागरिक सबैलाई निशुल्क गर्नुले सामाजिक न्याय बढाउँदैन। त्यसैले सञ्चारकर्मीहरूले पनि सधैँ संविधानको धारा 31 को राग अलापेर सार्वजनिक शिक्षालाई कमजोर देखाउने भन्दा देशको यथार्थ महसुस गर्दै सामाजिक न्याय कायम हुने गरी सार्वजनिक शिक्षामा स्रोत जुटाउने बारेमा विकल्पका बारेमा ध्यान दिनु आवश्यक देखिन्छ। बरु उठाउनुपर्ने प्रश्न त किन सरकारले वा बोर्डले शुल्क उठाउन पाउने, विद्यालयलाई मात्र निशुल्क शिक्षाको प्रावधान लागू हुने भन्ने होइन र?